अब आज चाहिँ 6 गते भदौ आज पनि ठुलो खोलो आएको छ। आज चाहिँ तादी र त्रिशुली बराबर उर्लेर आएको छ। यहाँ खोलाको आवाजहरू ढुङ्गाहरू बगाएको पनि हामी हेर्न सक्छौँ, डाङडाङ र डुडुङ। अनि हाम्रो शिव दाई हुनुहुन्छ। आज यत्रो खोलो आएको थियो त, यो वर्षको ठुलो खोलो होइन त दाइ? यो वर्षको सबभन्दा ठुलो खोलो यही हो। ल हेर्नुहोस्, यो चाहिँ अब ठुलो खोलो आएको छ। अब यसले क्षति चाहिँ यहाँ देवीहाटमा गरेको छैन, तर किनारीको बस्तीहरू चाहिँ यहाँ डुबाएको छ। अब तपाईँहरूलाई हामी सिधै यो झोलुङ्गे पुलबाट हामी चाहिँ तपाईँलाई लाँदैछौँ, उहाँ लाँदैछौँ। अब देवीहाट मन्दिरतिर चाहिँ हामी लाँदैछौँ तपाईँहरूलाई एकछिन। नि अब यहाँ जाल्पा मन्दिर परिसरमा फलफुल बेच्ने मान्छे, पूजा सामग्री बेच्ने मान्छेहरू छन्। तर आज मन्दिरमा चाहिँ बढी पानी पसेको छ। यो नगरले अनुदान दिएर बनेको पार्टी पनि छ यहाँ। यो चाहिँ त्रिशुली नदी हो। यो धर्मधारा यो उतापट्टिबाट आएको तादी। आज तादी त्रिशुली देवीथानको जाल्पा मन्दिर परिसरमा चाहिँ उक्लिएको छ। यति बेला जाल्पा मन्दिरको डिस्प्लेमा हामी देख्न सक्छौँ तापक्रम चाहिँ आज 21 डिग्री छ। रातभर पानी परेको छ, घटेको छ आज। आज मन्दिरमै जान सक्ने स्थिति छैन, सबै जलमग्न छ। आज सम्भवतः यो सालकै खोलो चाहिँ ठुलो हो। यो चाहिँ चिता हो। आज केही गरी सब आयो भने पनि देवीहाटमा सब पोल्ने दाह संस्कार गर्ने ठाउँ पनि छैन अहिले। यतिखेरको लागि चाहिँ आज बिहानको लागि चाहिँ यही जस्तो अवस्था छ आज चाहिँ। त्यस कारण सब दाह संस्कार गर्नलाई नै आज चाहिँ रोकिनुपर्ने अवस्था छ। आज चाहिँ ठुलो ठुलो रास छ तादी र त्रिशुली नदीको चाहिँ हेर्छौँ। अनि यो देवगी यो खोलो अहिले बिहानी पख बढ्या हो। ए ल एकदम तल भएको कारणले गर्दाखेरि एकदम प्रत्यक्ष त्यो मात्र होइन, आज सब आयो भने पनि आज रोकिनुपर्ने स्थिति छ दाह संस्कार गर्नको लागि। रोकिनुपर्ने अवस्था छ यसमा आजको दिनमा चाहिँ हो। आज चाहिँ यो गणेश मन्दिर हो। यो गणेश मन्दिर पनि डुबेको छ आजलाई चाहिँ। उहाँ सर पनि तस्बिर लिन लाग्नु भएको छ। आज रातभर पानी परेको छ। देवीहाट बजार सुन्ने छ। हामी ठुलो तादी पुलपट्टि जानलाई अघि बढ्दैछौँ। गुवाजुरेल शाकाहारी भोजन खोलिएको छ। गोसेकुण्डबाट आएपछि उहाँहरू दाल तरकारी पसल पनि खोल्यो। बिहानको गाडी छुटे बटार जाने चाहिँ। अहिले सुनसान छ। यो पुरानो पुल भयो। अब यो बक्स प्रिन्सेस ब्रिजबाट हामी केही दृश्य खिच्दैछौँ। अनि चिया लिएर चाँडै मर्निङ वाकमा। यो चाहिँ पारिपट्टि बेलकोटगढी नगरपालिका वडा नम्बर 8। यता चाहिँ विदुर नगरपालिका वडा नम्बर 5। यो चाहिँ वडा नम्बर 5 को बजार हो। यो चाहिँ आज 6 गते भदौ यो वर्षकै उच्च बाढी आएको छ। हिजो पनि आएको थियो। हिजो चाहिँ 5 गते बिहानी पख नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर 5, 6, 7 तिर चाहिँ अलि क्षति गरेको थियो। आज चाहिँ क्षतिको विवरण आउन बाँकी छ। तथापि खोलो चाहिँ उर्लिएर आएको छ। जाल्पा मन्दिर चाहिँ परिसर डुबाएको छ। पूजा गर्नको लागि भक्तजनलाई गाह्रो छ। यही जानकारी गराई। लोकबहादुर पुरा सैनी नुवाकोट देवीघाटबाट है। धन्यवाद।